हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ आज क्लियर मौसम पारेको आज फुर्सदको दिन पारेर हामी चाहिँ फुलबारी लेक साइड चाहिँ घुम्न जान लाग्छौँ। हामी चाहिँ अगाडि चाहिँ 2 जना हुनुहुन्छ, हामी चाहिँ पछाडि 2 जना छौँ। अनि त्यसपछि आज चाहिँ मौसम एकदम क्लियर भन्दा पनि हल्का माथि बादल बगेको र एकदम हरियाली देखिएको छ। आज एकदम मौसम चाहिँ क्लियरै देखिन्छ। आज चाहिँ क्लियरै छ, एकदम राम्रो छ एकदम। त्यही भएर चाहिँ हामी चाहिँ 4 जना चाहिँ हामी लेक साइड चाहिँ घुम्न जान लाग्छौँ। हामी चाहिँ हल्का बाटो चाहिँ अलि अखरोट रहेछ, त्यही पनि एकदम कहीँ चाहिँ अलिकति अलि नराम्रै रहेछ, कहीँ त ठिक छ, एकदम राम्रो रहेछ। त्यसै गरी हामी चाहिँ 4 जना चाहिँ हामी आज चाहिँ लेक साइडको दृश्य हामी त्यो घुम्न चाहिँ जान लाग्छौँ। हामी चाहिँ यो साइडबाट एकदम राम्रो देखिरहेछ क्या, भ्यू देखिरहेछ, एकदम हरियाली है। भर्खर धान रोप्ने सिजन चलिरहेको छ, भर्खर पानी परेर एकदम हरियाली छाएको छ चाहिँ। यहाँ चाहिँ एकदम राम्रो सिन चाहिँ, एकदम बाटो चाहिँ पिचो हुन लागेको रहेछ, तर त्यही पनि धुलसुल उठेर हामी चाहिँ अगाडि हिँडेको, 2 जना चाहिँ पछाडि आउँदै हुनुहुन्छ। बाटो चाहिँ यस्तो छ, बाटो चाहिँ कहीँ त पुरै गिटी मात्रै, पुरै पानी परेर पनि होला सायद, खाल्टा खुल्लिरहेको। हामी चाहिँ अहिले चाहिँ हामी लेक साइड घुमेर चाहिँ फर्किसक्यौँ। हल्का त्यो ठाउँको चाहिँ भिडियो गराउनु बिर्सेछु मैले, र त्यो अलिकति हल्का तनाव पनि भयो। त्यही पनि आज एकदम मोड फ्रेस बनाएर आइयो चाहिँ हामी चाहिँ। त्यो ठाउँ चाहिँ एकदम रमाइलो, एकदम घुम्ने जस्तो ठाउँ पनि रहेछ, र एकदम मोड फ्रेस गराउने ठाउँ पनि रहेछ। हजुरको यस्तो मोड फ्रेस गर्ने मन छ भने चाहिँ त्यो साइड जान सक्नुहुन्छ हजुरहरू। एकदम शान्त वातावरण, एकदम रमाइलो, एकदम हरियाली, एकदम राम्रो रहेछ। त्यही भएर हामी चाहिँ त्यो ठाउँ घुमेर चाहिँ हामी चाहिँ फर्किसक्यौँ। हामी चाहिँ 4 जना फेरि हामी चाहिँ हल्का भिडियो गराउन चाहिँ बिर्सेछु, त्यही भएर हल्का चाहिँ तनाव चाहिँ भयो, तर पनि एकदम आज एकदम रमाइलो भयो।